कोटी कागज कारखाना 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईहरु त्यहीको लागि राजनीति गरेर अनि त्यहीका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ। 3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा। हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौडा सिमेउदेखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोराकाली त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, महाकाली उसमा अलि छोएको थिएन, त्यो सबै मेटेर आज फेरि तपाईहरु हामीसँग भोट मागेर परिवर्तन भनेर आउनुहुन्छ। हामीलाई पाल, तिमीहरुको दायित्व हो पाल्ने, तिमीहरुको अभिभावक हौ, सन्तान भएर पाल्देऊ भन्नुस्, हामी पाल्छौं क्या। नेता भएर नआउनुस्, लाज हुन्छ। साथीहरु खोल्नुस् के, ढक्कन खोल्नुस्। कल कारखाना उद्योग धन्दाहरू बेच्नेहरूलाई हामी त जन्मैदेखि नै चाहिँ पुरानो दलको मान्छे भन्न छोडिदिनुस् क्या, छोडिदिनुस्। तपाईहरु जबसम्म चाहिँ हामी त पुरानै हो भन्न छोड्नुहुन्न नि, तबसम्म नेताहरू कुनै पनि हालतमा सुध्रिँदैनन् के।